हेलो नमस्ते एभ्रिवान, स्वागत छ तपाईँलाई आजको एउटा नयाँ भिडियोमा। आजको भिडियोमा म तपाईँहरूलाई ग्लोबल स्काई क्लब कार्डको बारेमा भन्न गइरहेको छु, जुनले चाहिँ यति एयरलाइन्ससँग पार्टनरसिप गरेर चाहिँ फर्स्ट फ्लाइट चाहिँ तपाईँलाई फ्रीमा दिइरहेको छ। यदि तपाईँसँग ग्लोबल स्काई क्लब कार्ड छ भने चाहिँ तपाईँले फर्स्ट फ्लाइट चाहिँ फ्रीमै क्लेम गर्न सक्नुहुनेछ। सो यो फर्स्ट फ्लाइट चाहिँ फ्रीमा कसरी क्लेम गर्ने, त्यसपछि समथिङ 8देखि 10% तपाईँले डिस्काउन्ट पाउनुहुनेछ फ्लाइट टिकट पर्चेसमा, र अरू विभिन्न थुप्रै सुविधाहरू पाउनुहुनेछ तपाईँले यो स्काई क्लब कार्डले चाहिँ। सो आज चाहिँ हामी फर्स्ट फ्लाइट कसरी क्लेम गर्ने, कसरी तपाईँसँग ग्लोबल स्काई क्लब कार्ड छ भने कसरी चाहिँ फर्स्ट फ्लाइट चाहिँ क्लेम गर्ने भनेर चाहिँ म तपाईँले भिडियोमा देखाउन गइरहेको छु। त्यसको लागि चाहिँ तपाईँहरू एउटा ब्राउजर ओपन गर्नुहोला। ब्राउजर ओपन गरेर स्काई क्लब yetiairlines.com लेखिदिनु होला र यति एयरलाइन्सको वेबसाइट आउँछ। वेबसाइट अन गर्नुहोला र यदि तपाईँ मोबाइलबाट गर्दै हुनुहुन्छ भने चाहिँ मोबाइलमा पनि yetiairlines.com मा गएर चाहिँ तपाईँले माथि 3टा डटमा क्लिक गरेर चाहिँ डेस्कटप साइटलाई अन गर्नुभयो भने चाहिँ तपाईँलाई चलाउन सजिलो हुन्छ। सो त्यसपछि तपाईँले सिम्पली आफ्नो एउटा जिमेल आइडीले चाहिँ तपाईँले लगइन गर्न सक्नुहुन्छ यो वेबसाइटमा चाहिँ। यहाँ माथि लगइन देखिरहनु भएको छ, लगइनमा गएर आफ्नो जिमेल आइडीले लगइन गर्नु होला। त्यसपछि तपाईँको यहाँनिर प्रोफाइल खुल्छ। यहाँ हामीले अरू केही पनि गर्नुपर्ने हुँदैन। सिम्पली चाहिँ तपाईँले यहाँनिर माथिपट्टि देखिरहनु भएको छ 1 वे र 2 वे, यो तपाईँले सेलेक्ट गर्नुहोला। त्यसपछि तपाईँले ओरिजिन सेलेक्ट गर्नुहोला, कहाँदेखि चाहिँ फ्लाइट लिँदै हुनुहुन्छ र कहाँसम्म जाँदै हुनुहुन्छ अर्कोमा सेलेक्ट गर्नुहोला। त्यसपछि डिपार्चर डेट सेलेक्ट गर्नुहोला। तपाईँले डिपार्चर डेट मतलब कुन तारिक चाहिँ तपाईँ फ्लाइट लिँदै हुनुहुन्छ। त्यसपछि तपाईँको नेसनालिटी सेलेक्ट गर्नुहोला र तपाईँ कतिजना प्यासेन्जर हुनुहुन्छ त्यो सेलेक्ट गर्नुहोला र चाइल्डको केसमा कोही छ कि छैन सेलेक्ट गर्नुहोला। त्यसपछि आइएम नट अ रोबोटमा क्लिक गरेर सर्चको आइकनमा क्लिक गरिदिनु। त्यसपछि तपाईँको फ्लाइट चाहिँ सर्च हुन्छ। यहाँनिर यहाँ विभिन्न फ्लाइटहरू आइरहेको छन्, विभिन्न टाइमका विभिन्न प्राइसका है फ्लाइटहरू यहाँनिर देखाइरहेको छन्। त्यसमध्ये म यहाँनिर एउटा फ्लाइट बुक गर्छु। यहाँनिर एउटा फ्लाइट रहेको छ यहाँनिर 8:20देखि 9सम्मको रहेछ। यहाँनिर मैले सम कन्फिडेन्सियल कारणले गर्दाखेरि प्राइजहरू डिफ्रेन्स भइरहने कारणले गर्दाखेरि चाहिँ मैले यहाँनिर प्राइजहरू चाहिँ ब्लर गरेको छु। त्यसपछि तपाईँले यहाँनिर चाहिँ सेलेक्ट गरिदिनु होला कुन फ्लाइट लिँदै हुन्छ त्यो सेलेक्ट गरेर चाहिँ तपाईँले यहाँनिर एमाउन्टहरू पनि देख्नुहुन्छ, कन्टिन्यू गरिदिनु होला। कन्टिन्यू गरेर चाहिँ तपाईँले यहाँनिर कन्ट्याक्ट इन्फर्मेसन हाल्नुपर्ने हुन्छ। तपाईँसँग 10 मिनटको टाइम छ। यहाँनिर कन्ट्याक्ट इन्फर्मेसनमा तपाईँले कसैको पनि नाम हालिदिनु होला। तपाईँले आफ्नै नाम आफ्नै डिटेल पनि हाल्न सक्नुहुन्छ, कसलाई चाहिँ कन्ट्याक्ट गर्ने। यदि इनकेस फ्लाइट डिले भयो, फ्लाइट क्यान्सल भयो भने चाहिँ यो कन्ट्याक्ट इन्फर्मेसनमा चाहिँ उहाँहरूले कन्ट्याक्ट गर्नुहुन्छ। त्यसपछि मोबाइल नम्बर राखिदिनु होला, तपाईँको नाम, मेल फिमेल, सिटिजन अनि मोबाइल नम्बर राखेर तपाईँ प्यासेन्जर हो कि होइन त्यहाँनिर टिक लगाइदिनु होला। त्यसपछि तपाईँले तल चाहिँ प्यासेन्जर इन्फर्मेसन फिल गर्नुपर्ने हुन्छ। प्यासेन्जरको नाम, फर्स्ट नेम, मिडल नेम, लास्ट नेम, अनि त्यसपछि जेन्डर, अनि त्यसपछि डकुमेन्ट टाइपमा यहाँनिर म सिटिजनसिप हालिदिन्छु र डकुमेन्ट नम्बर यहाँनिर म डकुमेन्ट नम्बर लेखिदिन्छु। त्यसपछि तपाईँले उतापट्टि स्काई क्लब नम्बर, यानि कि हामीसँग छैन अहिले, हामी चाहिँ स्काई क्लब कार्डले चाहिँ गर्दैछौँ। त्यही कारणले गर्दाखेरि स्काई क्लब नम्बर चाहिँ म यहाँनिर स्किप गरिदिन्छु। तलबाट रहेछ स्पेसल सर्भिस रिक्वेस्ट भनेको छ, यो हामीलाई चाहिएन। स्पेसल सर्भिस रिक्वेस्ट मतलब व्हिलचेयरहरू तपाईँलाई केही चाहिन्छ भने यो चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। यो म अन्टिकानिदिन्छु अनि एग्रिमेन्टमा क्लिक गरेर तल चाहिँ म यहाँनिर नेक्स्ट गरिदिन्छु। नेक्स्ट गरिसकेपछि यहाँनिर मलाई कन्फर्मेसन सोधिरहेछ बुकिङ कन्फर्मेसनको लागि, र यहाँनिर म सबै डिटेल करेक्ट छ कि छैन हेरेर चाहिँ यहाँनिर म कन्टिन्यू गर्छु, पेमेन्टमा अगाडि जान्छु। र त्यसपछि यहाँनिर मलाई पेमेन्ट अप्सन सोधिरहेको छ। यहाँनिर वालेट पेमेन्ट, कार्ड पेमेन्ट, कनेक्ट आइपी यी सेवाहरू यहाँनिर मलाई देखाइरहेको छ। कुनै प्रोमो कोडहरू तपाईँ छ भने पनि तपाईँले राइट साइडमा तलपट्टि प्रोमो कोड हाल्न सक्नुहुन्छ। म चाहिँ यहाँनिर कार्ड पेमेन्ट गर्दैछु। कार्ड पेमेन्टमा यहाँनिर तपाईँलाई 3टा ब्याङ्कको अप्सन देखाइरहेछ। यहाँनिर तपाईँले 3टा ब्याङ्कमध्ये कुनै पनि एउटा ब्याङ्कले चाहिँ तपाईँले पे गर्न सक्नुहुन्छ। ग्लोबल आइएमई, एनआइसी एसिया र नोबेल ब्याङ्कको थ्रु तपाईँले यहाँनिर पे गर्न सक्नुहुन्छ। अहिले जहिले मैले भिडियो बनाउँछु तपाईँले सक्नुहुन्छ। यदि तपाईँले पछि गएर चाहिँ यो गर्दै हुनुहुन्छ भने एकपल्ट तपाईँ आफ्नो हिसाबले चेक गर्नु होला, ताकि सबै ब्याङ्कबाट काट्दाखेरि दिइरहेको छ कि छैन भनेर चाहिँ तपाईँले एकपल्ट चेक गर्नु होला। म चाहिँ यो केसमा केही एरर आइरहेको थियो ग्लोबल आइएमई र नोबेल ब्याङ्कमा, र त्यही भएर म एनआइसी एसियाको चाहिँ युज गरिरहेको छु। तर मसँग कार्ड चाहिँ फेरि ग्लोबल आइएमईको स्काई क्लब कार्ड नै छ। यो टाइममा चाहिँ केही एरर आइरहेको छ मैले ग्लोबल आइएमई नोबेल ब्याङ्कहरूको युज गर्दाखेरि, र त्यही भएर मैले कन्ट्याक्ट गर्दाखेरि चाहिँ तपाईँले कुनै पनि एउटा मिडियमबाट काट्दाखेरि चाहिँ हुन्छ भनेर चाहिँ भन्नुभयो। त्यही भएर म यहाँनिर एनआइसी एसियाको युज गर्दैछु। मसँग यहाँनिर कार्ड डिटेलहरू हाल्ने आइरहेको छ। रिजन आफै सेलेक्ट हुन्छ, तल कार्ड नम्बर हालिदिनु होला।
मैले चाहिँ ग्लोबल आइएमईको कार्ड छ मसँग, ग्लोबल आइएमईकै कार्ड नै हालिदिएँ मैले यहाँनिर एनआइसी एसियाको वे युज गरेँ पनि मैले। र कार्ड नम्बर हालेपछि तल एक्सपाइरेसन मन्थ अनि एक्सपाइरेसन इयर पनि हालिदिनु होला, कुन वर्ष र कुन महिनामा तपाईँको एक्सपायर भइरहेको छ। र सिभिएन नम्बर मागिरहेछ, सिभिएन नम्बर चाहिँ तपाईँको कार्डको पछाडिपट्टि हुन्छ, तपाईँले हेर्न सक्नुहुन्छ सिभिएन नम्बर भनेर हुन्छ तपाईँको कार्डको पछाडिपट्टि हुन्छ। र त्यो नम्बर हालिसकेपछि चाहिँ म यहाँनिर पेमा क्लिक गर्छु। यति गरेपछि चाहिँ तपाईँको टिकट यहाँनिर आउँछ र त्यो टिकट तपाईँले युज गरेर चाहिँ तपाईँले फ्लाइटमा एटेन्ड गर्न सक्नुहुन्छ। यही किसिमले चाहिँ तपाईँले तपाईँको फ्लाइटलाई चाहिँ तपाईँले फ्रीमा क्लेम गर्न सक्नुहुन्छ यदि तपाईँसँग ग्लोबल आइएमईको स्काई क्लब कार्ड छ भने। ओके, यो कम्प्लिमेन्ट्री टिकटको लागि चाहिँ तपाईँले 100% क्यासब्याक पाउनुहुन्छ यदि तपाईँसँग ग्लोबलको स्काई क्लब कार्ड छ भने। यो चाहिँ वान वेको लागि हुन्छ भने एकजना पर्सनको लागि हुन्छ। र यदि तपाईँले नेक्स्ट टाइमदेखि चाहिँ तपाईँले टिकट काट्दै हुनुहुन्छ स्काई क्लब कार्ड युज गरेर भने तपाईँले 10%सम्म डिस्काउन्ट पाउनुहुन्छ यदि तपाईँले यति एयरलाइन्सको वेबसाइट यता एपबाट काट्दै हुनुहुन्छ भने अप टु 500। अनि तपाईँले यहाँदेखि लोयलिटी पोइन्ट पनि पाउनुहुन्छ जुन चाहिँ तपाईँले कार्डको पेमेन्ट युज गरेर चाहिँ भाटबटेनी, सेल्सबेरी, बिग मार्ट आदि इत्यादिबाट लोयलिटी पोइन्ट पाउनुहुन्छ जुन चाहिँ तपाईँले पछि गएर खर्च पनि गर्न सक्नुहुन्छ। अनि तपाईँले ब्यागेज एलाउन्सको कुरा गर्दाखेरि चाहिँ एक्स्ट्रा 5 kg तपाईँले लान सक्नुहुन्छ फ्लाइटमा। यस्तै धेरै सेवा सुविधाहरू तपाईँले पाउनुहुन्छ यदि तपाईँसँग ग्लोबलको स्काई क्लब कार्ड छ भने। ओके, तपाईँसँग यदि ग्लोबल स्काई क्लब कार्ड छैन भने चाहिँ के गर्ने? तपाईँसँग यदि अहिलेसम्म कुनै पनि तपाईँले कार्ड, एटिएम कार्डहरू, डेबिट कार्डहरू लिनुभएको छैन भने तपाईँले डाइरेक्टली नै ब्याङ्कमा गएर डेबिट कार्डको लागि एप्लाई गरेर तपाईँले लिन सक्नुहुन्छ। यदि तपाईँसँग अहिले नै डेबिट कार्ड छ, चलाइरहनु भएको छ, एक्सपायर भएको छैन भने चाहिँ तपाईँले चाहिँ पहिला त्यो कार्डलाई डिएक्टिभेट गर्नुपर्ने हुन्छ र तपाईँले अर्को कार्डको लागि एप्लाई गर्नुपर्ने हुन्छ जुन चाहिँ ग्लोबल स्काई क्लब कार्ड हुन्छ। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो टिल इन्ड। यो भिडियो तपाईँहरूलाई मन पऱ्यो भने भिडियोलाई लाइक गरिदिनु होला। यो जानकारी अरूसँग पनि पुऱ्याउनको लागि यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। केही बुझिएन भने पनि भिडियोमा कमेन्ट लेखिदिनु होला। र यदि तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेर साइडमा रहेको नोटिफिकेसन बेललाई प्रेस गरेर अल नोटिफिकेसनलाई प्रेस गर्नुभयो भने हाम्रो भिडियोको नोटिफिकेसन सबैभन्दा सुरुमा तपाईँहरूसँग आउनेछ।